ओहो मेरो यङ्स्टर गर्ल्सहरू के गर्दै हुनुहुन्छ यो भिडियो हजुरकोमा आयो त ल आयो भने यो भिडियो मैले हजुरको लागि बनाएको है त अनि कुकिङमा कतिको इन्ट्रेस्ट छ कि छैन मेरो एउटा सल्लाह सुझाव मेरो यङ गर्ल्सहरूको लागि के हो भन्दाखेरि नि साइड हबिज चाहिँ कुकिजलाई पनि कुकिज अरे कुकिङमा पनि किन यस्तो भन्यो त यो दिदीले भन्दाखेरि ल सुन्नुहोस् है त हजुरले पछि गएर बिहा गरेर गएर आफ्नो हस्बेन्डलाई मिठो मिठो खानेकुराहरू पकाएर खुवाउनु भयो भने नि यस्तो यस्तो नेक्स्ट लेभलको कन्फिडेन्स र यस्तो खुसी फिल हुन्छ नि त्यो एक्सपिरियन्सले बताइरहेको छ है हजुरलाई अहिले सुन्दाखेरि चाहिँ अलिकति नराम्रो लाग्न सक्छ वियर्ड लाग्न सक्छ होइन तर पछि गएर चाहिँ हजुरले यो कुराहरू यदि एप्लाई गर्नुभयो भने मलाई थ्याङ्क यू भन्नुहुन्छ होइन एप्लाई गर्नु भएन भने चाहिँ तपाईँ पस्ताउनुहुन्छ पछि होइन सो त्यही भएर म यति नै भन्न आएको मेरो गर्ल्सहरू यति भन्दै मेरो 2 शब्द टुङ्गाउन चाहन्छु मेरो यङ्स्टर गर्ल्सहरू मेरो बच्चाहरू ल बाई बाई